के तपाईलाई थाहा छ? उत्तरी एट्लान्टिक महासागरमा एउटा यस्तो ठाउँ छ जहाँ हजारौं मानिस छैयौं जहाज र हवाईजहाजहरू रहस्य रूपमा हराए। त्यहाँ पुगेपछि कम्पासले काम गर्न छाड्छ र राडारबाट सबै कुरा गायब हुन्छ। यसलाई संसारकै सबैभन्दा डराउँदो ठाउँ बर्मुडा ट्रायङ्गल भनिन्छ। तर के यो सत्य हो कि केवल एउटा बनावटी कथा? आउनुहोस् जानौं के रहेछ त वास्तविक कथा। बर्मुडा ट्रायङ्गलको यो रहस्य 5 डिसेम्बर 1945 बाट सुरु भयो। अमेरिकी नौसेनाका 5 वटा फ्लाइट 19 नाम गरिएका अर्थात् 19 नाम गरिएका बम्बर विमानहरू नियमित तालिमका लागि उडेका थिए। तर उडेको केही बेरमै उनीहरूको कम्पासले काम गर्न छाडे। फ्लाइट लिडरले रेडियोमा अन्तिम पटक भनेका थिए, हामीलाई थाहा छैन हामी कहाँ छौं, पानी कालो छ र सबै कुरा फरक देखिन्छ। उनीहरूलाई खोज्न गएको उद्धार विमान पनि त्यसै रात रहस्य रूपमा गायब भयो। जम्मा 27 जना मानिस एकै दिनमा बेपत्ता भए र उनीहरूको कुनै अवशेष पनि भेटिएन। यो घटनापछि एलियन, समुद्री राक्षस र टाइम पोर्टलका कथाहरू फैलिए। तर विज्ञानले यसलाई कसरी हेर्छ? पहिलो त चुम्बकीय भिन्नता। बर्मुडा ट्रायङ्गल यस्तो ठाउँ हो जहाँ वास्तविक उत्तर र चुम्बकीय उत्तर एउटै रेखामा पर्दछन्। यसले गर्दा कम्पासले गलत दिशा देखाउन सक्छ। दोस्रो, मिथेन ग्यास। समुद्री मुनि मिथेन ग्यासका ठूला भण्डारहरू छन्। यो ग्यास फुटेर बाहिर आउँदा पानीको घनत्व घट्छ र जहाजहरू केही सेकेन्डमै डुब्न सक्छन्। तेस्रो, विशाल छालहरू। यस क्षेत्रमा अचानक 100 फिटसम्म अग्ला बिना चेतावनी आउने विशाल छालहरू उत्पन्न हुन्छन्, जसले ठूला जहाजलाई पनि सजिलै डुबाउन सक्छ। चौथो, खराब मौसम। यस क्षेत्रमा गल्फ स्ट्रिमका कारण मौसम अचानक बदलिन सक्छ र ठूलो आँधीबेहरी आउन सक्छ। तर सबैभन्दा ठूलो सच्चाइ के हो थाहा छ? बर्मुडा ट्रायङ्गलमा हुने दुर्घटनाको संख्या संसारका अन्य समुद्रको तुलनामा बढी छैन। विश्व वन्यजन्तु कोष WWF को 2013 को रिपोर्ट अनुसार संसारका सबैभन्दा खतरनाक समुद्री मार्गहरूको सूचीमा बर्मुडा ट्रायङ्गल पर्दै पर्दैन। विश्वविख्यात बीमा कम्पनी lloyd's अफ लन्डनले पनि बर्मुडा ट्रायङ्गललाई अन्य ठाउँभन्दा खतरनाक मान्दैन र त्यहाँबाट हिँड्ने जहाजसँग अतिरिक्त बीमा शुल्क पनि लिँदैन। धेरैजसो कथाहरू लेखक चार्ल्स बर्लिट्जको 1974 को किताबपछि भाइरल भएका हुन्, जसले सामान्य घटनालाई अतिरञ्जित गरेर प्रस्तुत गरेका थिए। त्यसैले वास्तविकता के हो भने बर्मुडा ट्रायङ्गलमा कुनै एलियन वा अलौकिक शक्ति छैन। यो एउटा अत्याधिक व्यस्त समुद्री मार्ग हो जहाँ खराब मौसम र मानवीय त्रुटिका कारण समय-समयमा दुर्घटना भएका हुन्। मिडिया र किताबहरूले यसलाई रहस्यमय कथा मात्र बनाएका हुन्। तपाईलाई बर्मुडा ट्रायङ्गलको बारेमा के लाग्छ? तपाईँ आफ्नो विचार कमेन्टमा दिन सक्नुहुन्छ र कमेन्टबाट पनि केही कुराहरू म बुझ्न सक्छु या तपाईलाई फेरि पनि म बुझाउनलाई आउन सक्छु। धन्यवाद। थ्याङ्क्स फर वाचिङ दिस भिडियो। वाउ।